माथिल्लो कोट भले राजा, यो बिचकोट भुषल खड्का राजा, तल्लो कोट मगर राजा, 3 राजधानी थियो यतिखेर। यो पनि बाबु गोरुनाथ त्यहाँ प्रकट हुनुभयो, गोर्खा भयो। गोर्खा भएपछि अब यो राजाको नीति नियम कानुन बाबालाई मन परेन भुषल खड्काको। के थियो त भन्दा तपाईँले हाम्रो छोराको बिहा गर्नु पर्यो, जन्ती त दुलै घरमा गयो, बरिया त हाम्रो घर जानु पर्थ्यो नि, जान पाउँथेन, बरिया त्यहाँ ल्याउनु पर्थ्यो। त्यो दिनको मोज मस्ती उसले लुट्थ्यो, बल्ल भोलिपल्ट हामी बुहारी घर लानु पाउँथ्यौँ। यो नीति बाबालाई मन परेन, राम्रो क्षेत्रीय राजा खोज्नु पर्यो भने बाबुको राजा खोज्न लाग्नुभयो। राजा खोज्न कता जाउँ पहिला भन्दा पहिला 3 सहर नेपाल, काठमाडौँ पूर्व दिशा जानुभयो। काठमाडौँ भ्याली गयो, 3 सहर नेपालका सारा जनता घरमा गएर गोरख जगाउनु भयो। भोलिपल्ट सारै जनता घरमा जानुभयो, तर कुनै जनताले वास्ता गरेनन् भनेर दान पुण्य गर्नु पर्थ्यो, वास्ता गरेन। नगरेपछि यो जनतामा चेतनशील रहेनछ, अब यिनलाई त चेताउनु पर्यो भने मृगस्थली भने सुन्नुभयो होला नि, सुने है मृगस्थली भने पशुपतिदेखि माथि गुजेश्वरी माथि गाई काठमाडौँ, त्योभन्दा बिचमा माथि एउटा गोरखनाथको मन्दिर छ। हो त्यो ठाउँमा गएर 12 वर्षको तपस्या लेखिदिनु भयो। सारा नागलाई आसन लगाएर नागमाथि आउ बसिदिनु भयो। नाग नभएपछि पानी कसरी पर्ने, देशमा पानी अवृष्टि भयो। आज भोलि 1 वर्ष 2 वर्ष भन्दा पशु पन्छी कुरा न, मान्छे पनि आफै भुतुभुतु हुन थाल्यो। देशमा रोग लाग्यो कसलाई चिन्ता हुन्छ, राजालाई चिन्ता हुन्छ। अहिले त राजै छैन, कसलाई चिन्ता हुन्छ। घरमा अन्केल लाग्यो कसलाई चिन्ता हुन्छ, बाउलाई चिन्ता हुन्छ। देशमा रोग लाग्यो, राजाले जनता नभए कसो राजा हुने। 3 सहर भ्यालीका सारा ज्योतिषलाई बोलाएर पटङ्गीमा राखेर लो देशमा कहाँ के हुन गयो ल हेर भनेर ज्योतिषलाई जिम्मा दिनुभयो। ज्योतिषले पनि लिखित भएको त्यसलाई गणना गरेर बताउने, लिखित नभएकोहरू हनै बताउन सक्नु भएन। एउटा चिन्ता मिश्रा भन्ने बाजेलाई चिन्ता लाग्यो, देशमा रोग त लाग्यो त नि, हामीले त बताउन सक्नु पऱ्यो नि भनेर उहाँ ध्यान दृष्टिमा बस्नुभयो। ध्यान दृष्टिबाट हेर्दाखेरि गोरखनाथबाट रिसले यति गर्नुभएको भने उहाँले पत्ता लगाउनु भयो। अनि राजा मल्ल राजा हुने राजाले भन्नु यो कारण यो हो। यसको उपाय के छ त? अब यसको उपाय पनि एउटै छ, दक्षिण भारत कमच्छियामा उहाँका गुरु मत्रिनाथजी हुनुहुन्छ, उहाँलाई यहाँ ल्याउने उपाय भयो भने यो समस्याको हल भयो, न त हल हुनेवाला छैन भने को गुरु मत्रिनाथ आउँछ, जो पाए गुरु मत्रिनाथ आउँदैनन्। फेरि राजाले भाइ भर्दा राजपाट सुम्पेर आफै जाने प्रक्रिया मिलाउनु भयो र उहाँ गएर वार्ता गर्नुभयो मत्रिनाथजीसँग। वार्ता मिल्यो त आउने प्रक्रिया भयो, बच्चाको रूपमा आउनुभयो भोटो लगाएर। जो भोटो जात्रा हुन्छ नि हो त्यो भोटो लगाएर आउनुभयो मत्रिनाथजी। 3 सहर भ्यालीभित्र आएर यसो फाँटमा हेरेर एउटा ज्यापो हल जोतिएर आएछ। अनि त्यो ठाउँ गएर आफ्नो भोटो फुकालेर उसलाई भोटो दिएर लो भोटो तानी सम्हाल है भने आफै सक्षित रूपमा मृगस्थली पहुँचिनु भयो। चेलो नजिक जाऊँ भने त ऊ घमण्ड लिएर बसिया छ, ती दर्शन गर्छ कुरो सकिएको ऊ पर उभिदिनु भयो। अब गुरु आयो, गुरुको दर्शन गर्नु परेन? हामी पनि स्कुलमा गुरु मास्टर आएपछि जमास्ती गर्छौँ नि, यो गर्छ गर्दैनौँ, नमस्कार सर भन्छौँ नि, हो त्यस्तै। गुरु आयो, गुरुको पनि दर्शन गर्नु पऱ्यो। उठेर गएर गुरुको दर्शन गर्नुभयो। उतिखेर नागहरू आफ्नो आफ्नो स्थान उठेर पानी पऱ्यो, बारिस भयो। अनि राजापट्टि फर्किएर तैँले मेरो यति गराइस्, अब तेरो राज्य पनि म हरेर छाड्छु, अब तेरो राज्य छिरेर छाड्छु भने अब फर्केर आएर गुवा प्रवेश गर्नुभयो। अनि यहाँ कता जानु त भन्दा लम्जुङ पश्चिम दिशा जानुभयो। पश्चिम दिशामा यसुवाम शाहका 3 भाइ छोरा, नरहरि शाह जेठा, नरपति शाह माइला, दरवेशा कान्छा, 3 भाइ छोरा। जेठा माइला पढा लेखा भएका राजपाट गर्न सक्ने, कान्छा दरवेशा जिउको चेम्पलले हट्टाकट्टा तर राजपाट गर्न नसक्ने। उहाँलाई राईनाथटारमा गाईको गोठ बनाएर त्यहाँ गाई पालेर लो गाईको सेवा गरेर दुध र भात खाऊ भनेर राईनाथ छोडिदिनु भएको थियो कान्छा दरवेशालाई। यता गोरखनाथ दिउँसो 12 बजेको समय पुग्नुभयो, गोरख जगाइदिनु भयो पटङ्गीबाट आँगनबाट। ऊ त 9-10 बजे खाना खाएर 12 बजी समय त कौसिया आराम गरिरहेको थियो। त्यतिखेर हेऱ्यो साधु आए दान पुण्य गर्नु पऱ्यो। उसले भण्डारा गएर थालमा दाल चामल जे राखेर दान दिन आउँथ्यो। बाबाले भन्नुभयो बच्चा मेरो भिक्षा मतले मलाई गोरसले भन्नुभयो। महाराज गोरसले सकिया छ, दही मुथ्यो दरबार पठायो, दुध दोयो दरबार पठायो, भण्डार खाली छ, ए चल जा देख भन्नुभयो। बाबु बाणी मान्नै पऱ्यो। गोर भण्डारा गयो त खाए कराई हेर्छ त खाली गरेर दुधले भरिया टिलबिल्टु भएको त्यही दुध। अब बाबु गोर्खा त पटङ्गिया सानो खुच्चे हुनुहुन्छ, तर अब खप्परो खानु त्यो खप्पर नै उहीँ भण्डारमा उहीँ पुऱ्याइदिनु भयो क्या। जब उसले खप्पर देखायो त्यो आश्चर्य माने, यी सामान्य योगी होइन, यी त बाबु गोर्खनाथ हुन् भने फर्केर आएर पाउमा दण्डवत गरे र सिधै कौसिया लाएर बाबालाई आसन राख्यो। अनि त्यो दुधमा खिर पकायो, 2 जना खिर मजाले खायो। अनि बाबा खुसी भएर 3 ढाप मारेर लो आजदेखि गोर्खा राज्य तँलाई भनिदिनु भयो। पढा लेखा नभएको त
पढाइ जाने मान्छे मूर्ख हुन्छ अरे, ज्ञान हुँदैन अरे। उसले गोर्खामध्ये किन महाराज 3 सर नेपाल पनि मैले पाऊँ भने, तेरो पढा लेखा छैन, तेरो दान पुण्य छैन, तेरो लागि गोर्खा मात्र। र तँदेखि 4औं राजा केही वीर पुरुषको निसिन्छ, उसले तिती न्याय निशा माना पाती तुला काटा सब उसले बाँध्ला। र उदेखि 7औं राजा अरू वीर पुरुषको निसिन्छ, बल्ल 2224 राजा हरण गर्ला, सिंह एउटा नेपाल बनाउला, तेरै सन्तानले भोग्ने छन्। धेरै सोध्छ भने अन्तर्ध्यान हुनुभयो। अनि यहाँ र यहाँको जनतालाई के मन लगाइदिनु, फेरि राजा कसैलाई मनै नपर्ने, लु राजा निकाल, राजा चाहिँदैन भन्न थाल्यो। राजा निकाल अर्को राजा चाहिन्छ। फेरि यहाँबाट नारायण दास अर्याल राजस्थानमा गएर दरवेशासँग वार्ता गर्नुभयो, ल हजुर गोर्खाको राजा बन्नुपर्छ भने। अब गोर्खा राजा बन्न पहिला लिलीकोटको राजा बन्नु पऱ्यो, दौडेर अगाडि हुनु पऱ्यो दौडमा, अनि बल्ल यहाँको राजा हुने अधिकार। त्यहाँ दौडमा अगाडि लगाइदिए, राजा छोरी किन दौड्नु सक्थेन, जुन अगाडि जान्छ नि त्यही त्यसलाई चाहिँ तर 7वटा गरेपछि बल्ल उहाँ अगाडि पुग्नुभयो। अगाडिपछि उहाँलाई जिताइयो त्यहाँ। अब यहाँको राजा भने पालो, यो पनि 3 राजधानी। तल्लो राजा मगर राजासँग वार्ता गर्नुभयो, उसले चित्त बुझ्यो, छोडिदियो, हजुर चलाउने। यो भाषामा वार्ता गर्न आयो, यो मूर्ख मानेन, मेरो राजमाई गर्ने भने। फेरि माथि गयो वार्ता गरे, घरले राजा, उसको पनि वार्ता मिल्यो, छोडिदियो। फेरि यो भाषा आए, यो मान्दैन, यसले त मार्नै पऱ्यो, यसले त काट्नै पऱ्यो, यसले नमारे 3 राजधानी एउटै भएन। यो गद्दी नछोड्ने, गद्दीमा बसेर राजा मार्न पाइँदैन, राजा मार्न फेरि राजै चाहिन्छ, अरूले मार्न पाइँदैन। यो गद्दी नछोड्ने, यसलाई मार्न समस्या पऱ्यो। अनि बुढी गण्डकीमा माझीहरूलाई लु त्यो गण्डकी भएको ठुलो माछा जिम्दै पक्रिने भनेर आदेश दियो। जाल हानेर जिम्दै ठुलो माछा पक्रेर पटङ्गिया माछा राखेर सरकार माछा हेर्न सवारी हुने भनेपछि बल्ल उसले गद्दी छोड्ने अवस्था भयो। दरवेशा तरबार लिएर बसेर काट्न भनेर ढोका होचो निहुरे निक्लिनु पऱ्यो। त्यही निक्ले बेला काटेर राजपाट गर्नुभएको 1481मा। त्यहाँबाट बल्ल गोर्खामा शाहवंशी उदाय हो। उहाँदेखि 4औं राजा भनेको रामशाह पर्नुहुन्छ। रामशाहले तिथि नीति न्याय निशा माना पाती तुला काटा सब उहाँले बाँध्नुभयो। र उहाँदेखि 7औं राजा भनेको पृथ्वी शाह पर्नुहुन्छ। उहाँले बल्ल 2224 हरण गरेर सिंह एउटा नेपाल बनाउनु भयो। ल सरकारीमा यो अब पृथ्वी शाह आशीर्वाद पाएको कुरो है, त्यो थाहा छ नि, दही खराछन् भने होइन हो। अब 6 वर्षको उमेर हुनुभएको थियो। उहाँको मम्मी कौशल्या, उहाँको 2टा मम्मी कौशल्या जेठी सुमित्रा कान्छी दुवैपट्टि गर बसेका थिएनन्। एक्कासी कान्छी सुमित्रापट्टि गर बस्न गयो। अब दिदी बहिनी त एकैसँग बस्ने, दिदीलाई जिस्याउनु, दिदी हजुरको त गर बसे छैन, मेरो त गर बस्यो, मेरो गर छोरै जन्मियो, राजपाट त मेरै छोरीले पाउँछ नि है भनेर जिस्याउनु हुन्थ्यो। कौशल्याले बाध्यताले भन्नुपर्छ, नानी तिम्रै छोरीले पाउँछ, किन आफ्नो गर्व छैन, तिम्रै छोरी पाउँछ नानी भन्नुहुन्थ्यो। उहाँलाई चिन्ता त छ नि। अब हुँदै जाँदा हुँदै 3 महिना सुमित्रापट्टि 3 महिना भएको थियो, आज गर बसेको। आजको रातमा कौशल्याले यो सूर्यको किरणै निलेको सपना देख्नु भएको छ। सधैँ उठेर राजालाई कोट्याएर मैले यस्तो सपना देखेँ भन्नुभयो। राजा पालो मजाले कसेर दाहिने गालामा पिट्दिनु भयो र आफ्नै सुत्दिनु भयो। रानी त ल मैले सपना कति त किन पिट्नुपर्छ मलाई भनेर सारा रात रोएरै बिताउनु भयो। त्यो उज्यालो भयो भने परमान कसै घडी घडा केही पनि थिएन। जब उज्यालो यो पृथ्वीमा उज्यालोको प्रकाश परेपछि यो रुम देखिन्छ, राति रुम देखिँदैन। यो रुम जब राजाले हेरे यो रुम देखेपछि अब उज्यालो भयो भने गएर कोट्याएर किन रुवा तिमीलाई रिसेल पिट्याहरूमा तिमीले राम्रो सपना देख्यौ, तिमी सुत्छौ, तिम्रो सपना बेफल हुन्छ, अब तिमी रोएर बितायो, त्यो सपना सफल भयो, नरौ हामी खुसी हुनु। यता सुमित्रापट्टि आज 10 महिना पुरा भयो, 10 महिना जन्मिनु पर्ने बच्चा। अब उतापट्टि कौशल्यपट्टि 6 महिना पुरा भएर 7 महिना छोयो, पृथ्वी जन्मिनु भयो। यता पृथ्वी जन्मिनु, उता पनि रौद्र जन्मियो। पहिला पृथ्वी जन्मिनु, पछि रौद्र जन्मियो। जन्मिएपछि अब राजाले अप्ठ्यारो पर्यो, भोलि यहाँको मुद्दा पर्ला, यो म अगाडि गर बस्या भन्ला, यो होइन म अगाडि जन्मिया हुँ भन्ला, यिनीहरूको मुद्दा पर्छ भोलि त भने दुवैपट्टि हजुरबालाई बोलाएर लो यो घरबाडी अगाडि बसेको, यो अगाडि जन्मिएको, यो दुईटामा कुनै राजपाट पाउने, हजुर दुईटाले फैसला गरिदिनु अनि दुईको जिम्मा दिएर दुईको हजुरबा अङ्कमाल गर्दै आएर पशुपति फनक्क घुमेर गर्व अगाडि बसे त भनी पृथ्वीमा अगाडि जन्मिएको हुनाले पृथ्वी राजपाट पाउने भन्ने फैसला भयो। र उहाँ यहाँ 6 वर्षको उमेर हुनुभएको थियो। उहाँ मम्मी कौशल्या सचित कालीको अंश उहाँले सबै कुरा थाहा हुन्थ्यो तर भन्न मिल्थेन। अब बाबाले दही माग्ने बेला भयो भन्ने उहाँलाई थाहा थियो र अहिले भण्डारमा आफ्नो ठेकीमा दही ठिक्क बनाएर राख्नु भएको थियो। पेसा घुम्दै घुम्दै गुफामा पस्नुभयो, बाबा भेट्नुभयो। बाबाले भने जा बच्चा दही लिग्या अनि फरक गरेर मम्मी म त गुफामा गएको त बाबा भेट्नु, बाबा दहीले भन्नुभएको अनि भण्डारमा गएर दही निकालेर ठेकी ल्याएर उहाँको हातमा राखिदिएर उहाँले जे भन्नुहुन्छ त्यो मान्नु है भनेर पठाउनु।
भित्र जानुभयो, दही बाबा दिनुभयो, दही बाबा सबै आफूले खानुभयो। अनि हात थाप भन्नुभयो, यसरी हात थाप्नु उहाँले वाक 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 3 पल्ट वाक दिनुभयो। अनि बाबु खाऊ भन्नुभयो, मान्नु भएन। फेरि बाबु खाऊ भन्नु मान्नु भएन। अब खाँदैन भने शङ्ख लासी एउटा हात घुच्चुकमा एउटा हात मुनि राखेर बाबु खाऊ भन्दा दही छोडिदिनु हो। दही त भुइँमा खस्यो, दाहिने खुट्टा बुढी अम्ठा एउटा छिट्टा पऱ्यो। बाबु तिमीले खाएको भए तिमी चक्रवर्ती राजा हुन्थ्यौ, हाँके राज्य पाउँथ्यौ, तिम्रो वाक्य सिद्धि हुन्थ्यो, ऊ त्यो राज्य मेरो भने बेला हुन्थ्यो, सारी खोकेर लड्नु पर्थेन। तिमीले खान सकिनौ, तिम्रो खुट्टा पऱ्यो। खुट्टा परेको कारणले तिमी जुन जुन भूमि टेक्न सक्छौ त्यो भूमि तिम्रो हुनेछ र म सदा सर्वदा तिमीले साथमा रहनेछु। तिमीलाई दुःख पिरकष्ट परेको बेला मलाई सम्झिनु, मलाई सम्झ्यो भने पानी पऱ्यो भने बाबा गोठनाथ मेरै साथमा हुनुहुन्छ भने जान्नु। र राजपात तिमीदेखि 11 पुस्तालाई त्यो 11 पुस्ता नाश हुनेछ, फेरि धान्नको लागि खुद मै जन्मिन्छु भने अन्तर्ध्यान हुनुभयो। अहिले ज्ञानेन्द्र पनि 11 पुस्ता हो, वीरेन्द्र पनि 11 पुस्ता हो। वीरेन्द्रको सन्तानले नाश भएर गयो। अब फेरि ज्ञानेन्द्रले 11 पुस्तामा दर्शन पाउन सक्नु भने भाइ पुस्ता अटल रहन्छ, होइन भने 11 पुस्ता नाश हुन्छ। अब फेरि धान्नको लागि खुद वहीँ जन्मिनुहुन्छ र फेरि यो राज्य फेरि शान्ति सम्हाल्नुहुन्छ। अहिले त भद्रगोल छ नि, अहिले त सब जेन्जी हो कि होइन, बरु जेन्जी हो नि है। यो अहिले जेन्जीको र चाहिँ एमालेको कहाँ रे झगडा परे के कुन जग्गा सुने त बरुले सिमारा त्यहाँ परे है नि। सबले गएर ठोक्नु पर्छ एमाले कार्यकर्तालाई, यही मार्ने हाम्रो जनता, फेरि यही चाहिँ फेरि पुनस्थान भन्ने यही सबै मिलेर ठोक्नु पर्छ त्यो एमाले कार्यकर्ता सबलाई। बुझ्नु भएन, यति मैले सम्झाइदिएँ। ल ध्यान राख्ने। जय गोरा। धन्यवाद।